सो हेलो गाइज, आज चाहिँ म नोकन्ती आएको छु क्या। नोकन्ती भन्नाले हाम्रो चौधरीहरूको अब छोरी मान्छेलाई पुर्याउनुलाई नोकन्ती भन्छ। सरियाती अरे क्या। सरियाती छु म अनि मेरो मामु। अनि अघि आइसक्यौँ हामी कुन ठाउँमा भने नि सुनसरीको लोग्नी गाउँबाट मोरङको बेलबारी भन्ने ठाउँमा बिहे भएको रहेछ। हामी चाहिँ त्यही लोकन्ती आएको छौँ, म अनि मेरो मामु। अनि हामी आएर खाजा नास्ता खाइसक्यौँ। अब खाना चाहिँ खोइ कति बजे, अब 2-3 बजे खुवाउने होला। त्यही भएर अलिकति यसो बेहुलाको घरदेखि अलिकति मात्रै त्यही नजिकै छ, त्यति टाढा पनि छैन। तपाईँहरूलाई देखाइदिन्छु, पछाडि छ वहाँ अर्को पुलको उतापट्टि, त्यही हो नजिकै हो। त्यहाँ चाहिँ अलिकति गर्मी भएर यहाँ चाहिँ एकदम शीतलकै हावा चलिरहेछ। त्यस्तो गर्मी पनि छैन, अलिअलि घाम लागिरहेछ थोरै है। यहाँ चाहिँ बर पिपलको हेर्न सक्नुहुन्छ, यहाँ माथि बर पिपलको बोर्ड छ। एकदम मिठो हावा चलिरहेछ, एकदम शीतल रमाइलो छ भनौँ न। त्यही भएर म वहाँ बेहुलाको घर अगाडि अलिक गर्मी फिल भइरहेको थियो, गर्मी भइरहेको थियो। त्यही भएर म यसो अलिकति यहाँ बर पिपल भएको ठाउँमा आएको छु। धेरै रमाइलो हावा चलिरहेछ, मिठो हावा चलिरहेछ। अब 2-3 बजेतिर सायद मेबी 2-3 बजेतिर खाना खुवाउनुहुन्छ होला। त्यसपछि खानासाना खाएर हामी फेरि सुनसरी जाने। मेरो त फेरि लोग्नी भन्ने गाउँमा घर होइन नि, फेरि मेरो लोग्नीबाट त अझ झन्डै 1 घन्टा जति लाग्छ। अब मसँग त स्कुटी छ, त्यही भएर 1 घन्टा नभन्नु होला। त्यहाँ झुम्कादेखि 20 मिनट जति लाग्छ मेरो घर जानलाई। मेरो घर चाहिँ प्रकाशपुर हो। भएर अब 2-3 बजेतिर खानासाना खायोरी अनि बिदाई गर्छ होला। सबैजना बिदा भइसकेपछि नि हामी पनि जाने आफ्नो घरतिर। चाहिँ नोकन्ती गाउँमा आएको छौँ हामी। यो गाउँमा चाहिँ धेरै रिलेटिभ्सहरू हुनुहुन्छ। अब मेरो बुढीको, मेरो मायाको जस्तै आफन्तहरू रिलेटिभहरू धेरै हुनुहुन्छ। तर म चाहिँ नगएको। अब अलि भोलि पर्सि अब उसैलाई लिएर आउने हो, अनि त्यसपछि उसँगै जाने हो। अब एक्लै त के जाम भयो। त्यही भएर अब नेक्स्ट टाइम जाम्ला। त्यही भएर आज म अल्छी लागेको टाइममा यतिकै बसिरहेको छु, शीतल हावा खाँदै बसिरहेको छु गाइज। यो चाहिँ बाउने है, मोरङको बाउने भन्ने ठाउँ हो। यो चाहिँ झुम्कादेखि लिएर झुम्काको नहर भन्छ। यो कहाँ पुग्छ यो झुम्कादेखि लिएर आउँछ कहाँ यो नहर हो होइन। मलाई चाहिँ अब अरू एकदम एक्सपिरियन्स भ्लगरहरू हुन्छ नि, युट्युबरहरू हुन्छ नि, त्यस्तो खालको बोल्नु आउँदैन होइन। त्यही भएर कस्तो मिस्टेक हुन्छ है। अलिक फ्याट बोल्नु आउँदैन क्या। के बोल्न खोज्छु के हुन्छ, के हुन्छ। त्यही भएर माइन्ड नगरिदिनु होला। भर्खर म त अहिले नयाँ हो, खासै त्यस्तो भ्लग राम्रो फ्याट बोलेर बनाउनु जान्दिनँ, आउँदैन, मिस्टेक हुन्छ। माइन्ड नगरिकन हेरिदिनु होला है। ओके गाइज, तपाईँहरूलाई पनि घुम्नु मन लाग्छ भने आउन सक्नुहुन्छ। मोरङको भन्छ नि एउटा गीतमा छ नि, जता हेरे पनि पूर्वै रमाइलो। खोइ कस्तो गीत छ नि, रमाइलो ठाउँ छ भनौँ न। मलाई चाहिँ पहिल्यैदेखि नै एकदम क्या पूर्व भनेको होइन। अब मेरो अब हुनेवाला ससुराली पनि पूर्वै हो, पथरीदेखि अझै भित्र हो होइन, पूर्वै हो। तर पनि त्यो हुनुभन्दा अगाडि पनि मलाई चाहिँ पूर्वै मनपर्ने क्या, पूर्वै रमाइलो क्या। मलाई चाहिँ ओभर मनपर्ने। अब पश्चिमतिर पनि रमाइलो होला होइन, त्यस पश्चिमतिर नराम्रो रमाइलो हुँदैन, नराम्रो ठाउँ छ भन्नु खोजेको होइन। तर म प्रायः जस्तो चाहिँ पहिल्यैदेखि पूर्व गएकोले गर्दा, त्यही भएर म पश्चिमको खासै त्यस्तो मलाई थाहा छैन। सो के भन्नु, अब यति नै अहिलेको लागि चाहिँ। अब एकपल्ट फेरि बेहुलाको घरतिर जानु पर्यो, के कार्यक्रम भइरहेछ है। अहिलेलाई चाहिँ यति नै, त्यतिन्जेलको लागि बाई।